पर्ने हुनाले यसै नमुना आमा समूहका अध्यक्ष श्री मनु खड्काज्यूलाई मञ्चमा आएर अतिथिको आजको सभापतिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। यसैगरी आजको प्रमुख अतिथि आदरणीय ज्येष्ठ नागरिक समाजसेवी बुबा अमरबहादुर अधिकारी, हाल उहाँको उमेर 95 वर्षको छ। आज हामीले उहाँलाई प्रमुख अतिथिको रूपमा यस मञ्चमा आएर आसन गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। भानु तेह्र खड्का गाउँमा आज चाहिँ गोरु जुधाइ कार्यक्रम भइरहेको छ। यो गोरु जुधाइको पहिलो राउन्डको गेम चाहिँ भानु 12 कल्लेरीमा प्रथम हुन सफल राजेन्द्र गोदारको माले गोरु र यही राजन गुरुङको कालु गोरु बीच पहिलो खेल सुरु भइसकेको छ। गोरु धनी राजन गुरुङ अनि यतापट्टि राजेन्द्र गोदारको गोरु बीच प्रत्यक्ष लाइभ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। ल लाइभलाई पनि सेयर गरिदिनु होला। राजेन्द्र गोदारको माले गोरु र राजन गुरुङको काले गोरुको बीच घमासान महासंग्राम भइरहेको तपाईले देख्न सक्नुहुन्छ। कृपया हल्ला नगरिकन हेरेर मजा लिनु होला। धन्यवाद। कालो गोरु मेरो दायाँपट्टिको चाहिँ राजेन्द्र गोदारको राजन गुरुङको हो भने देब्रेपट्टि सेतो कालो चाहिँ माले राजेन्द्र गोदारको हो। यो चाहिँ कल्लेरीमा प्रथम हुन सफल भएको थियो। यो कुकुरलाई हरिदिनु पर्यो। कुकुर राजेन्द्र गोदारको माले गोरुले पेलिरहेको छ। म यहाँ भानु तेह्र खड्का गाउँबाट प्रत्यक्ष यहाँलाई लाइभ गरिरहेको छु। कहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरूले पनि कमेन्ट गर्नु होला। लाइभ कस्तो आइरहेको छ लाइभलाई सेयर पनि गरिदिनु होला। मलाई यहाँ धेरै विदेशमा बस्ने साथीहरूले यहाँ राजेन्द्र गोदारको गोरुले जित्न सफल भएको छ। राजेन्द्र गोदारको माले गोरु जित्न सफल भएको छ, विजयी भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।